यसरी नजानिकन गरेको अपराधको फल त यसरी भोग्नु पर्दो रहेछ भनेदेखि झन् जाने बुझिकन गर्दाखेरि त के होला। र द्रौपदीले पनि पुरुषोत्तम मासको अपमान कसरी गरिन् त्यो कथा सुन्न चाहन्छु भन्दा श्री भगवान श्री कृष्ण भन्नुहुन्छ कि पाञ्चलेयं महाभाग पूर्वजन्मनि सुन्दरी मेधावी द्विजमुख्यस्य पुत्री जात सुमध्यमा। हे पांच पाण्डव हो, जो तिमीहरूकी पत्नीको रूपमा अर्धाङ्गिनीको रूपमा बसेकी छन् नि, ये पनि पूर्व जन्ममा मेधावी ऋषिकी कन्या थिइन्। जुन मेधावी ऋषि आफ्नो ब्रह्मनिष्ठ भएर बस्नुहुन्थ्यो, प्रातःकाल आफ्नो सन्ध्या वन्दन गर्ने अनि यज्ञ यज्ञादि गरेर बस्ने, महाराज वेद पढ्ने वेद पढाउने यही कर्म उहाँको थियो। दिव्य आनन्दको साथमा आफ्नो जीविका चलाइरहनु भएको थियो। र यस्ता मेधावी ऋषिको कुटियामा आज पुत्रीको रूपमा यी जन्म लिन पुगिन्। र मेधावी द्विजमुख्यस्य पुत्री जात सुमध्यमा। र यी महाराज पुत्रीको रूपमा जन्म लिन पुगिसकेपछि आज ती मेधावी ऋषिको पुत्रीको रूपमा जन्म लिन्। सानै अवस्थामा जन्मेको केही वर्षमै उनको माताले यो संसारलाई छोडेर गए। अब उनको यो संसारमा माता भने पनि, पिता भने पनि, दाजु भने पनि, भाइ भने पनि, बहिनी भने पनि, दिदी भने पनि, जो भने पनि आफ्नो एउटा शिवा मेधावी ऋषि बाहेक अरू कोही पनि हुनुहुन्थ्यो। मेधावी ऋषिले एउटा माताले दिनुपर्ने प्रेम पनि दिनुभएको थियो अनि पिताको आश्रय पनि प्रदान गर्नुभएको थियो। अब हुँदै हुँदै समय व्यतीत हुन लाग्यो। मेधावी ऋषिले आफ्नो कन्यालाई सुन्दर सम्पूर्ण विद्याहरूमा पारङ्गत गराइदिनु भयो। वेद विद्यादेखि लिएर अनेक अस्त्र शस्त्र आदिको विद्यालाई पनि प्रदान गर्नुभयो। सम्पूर्ण विद्याहरूमा पारङ्गत भइसकेपछि आज मेधावी ऋषिको कन्याको मनमा एउटा हजुर जिज्ञासा हुन लाग्यो, पीर पर्न लाग्यो। आज जति पनि ऋषिका अरू ऋषि कन्याहरू थिए सबैको साथमा मेधावी ऋषिकी कन्या पनि खेल्नको लागि जानुहुन्थ्यो। उनीहरूमा सबैभन्दा तीक्ष्ण बुद्धि भएकी र सबैभन्दा सबैको नेतृत्व गर्नेवाला आज मेधावी ऋषिकी कन्या थिइन्। समय व्यतीत हुँदै गयो, सबैको विवाह भइसक्यो, सबै विवाह भएर आफ्नो घर गइसके, तर मेधावी ऋषिको विवाह भएको छैन। एक दिनको कुरा हो, ती मेधावी ऋषिकी कन्या आज चिन्तित भएर बस्न लागिन्, सोच्न लागिन् कि कस्तो जन्म पाएँ मैले, मेरा अधिकार छ। यदि मेरो माता हुनुभएको भए पनि कमसेकम मेरो विवाहको चिन्ता मेरो मातालाई हुने थियो। पितालाई त परम ज्ञानी भनेर पनि मेरो विवाह गराइदिनुपर्छ भन्ने उहाँलाई ज्ञान भएन। पितालाई संसारको अन्य कुराहरू त थाहा छ, तर पुत्रीको विवाह गराइदिनुपर्छ भन्ने एउटा वचन चाहिँ बिर्सिनु भएछ। धिक्कार छ यस्ता पितालाई। आज सम्पूर्ण गाउँका सम्पूर्ण मेरा साथी सङ्गीहरूको विवाह भएर सबै आफ्नो घर गइसकेका छन्, तर मेरो लागि यो संसारमा कोही पनि वर जन्म लिएर आएको छैन कि मेरो विवाह नहुने नै हो। आज उनलाई त्यही चिन्ताले सताइरहेको छ। आज पुत्रीको यो भावलाई आज मनोभावलाई मेधावी ऋषिले सम्झनु भयो र मेधावी ऋषिले लाग्यो कि अब त यिनको विवाह गराइदिनु पर्यो भनेर योग्य वर खोज्नको लागि आज मेधावी ऋषि आफ्नो कुटियाबाट निक्लेर सामाल खाजा लिएर निक्लिनु। जाँदै गर्नुभयो, एउटा गाउँमा जानुहुन्छ, त्यहाँ खोज्नुभयो, त्यहाँ भेट्नु भएन। गाउँ गाउँ घुम्दा घुम्दै आफ्नो कन्या जस्तो कन्याको लागि योग्य वर कहीँ पनि पाउनु भएन। आज 6 महिना बित्यो समय, 6 महिना बितिसक्दा पनि आज कोही योग्य वर खोज्न सक्नु भएन। अब बाटा आज यात्राको त अब के कुरा गर्नु, अनुकूलको भोजन हुँदैन, हिँडिरहनु पर्यो। अनि कहिले झरी, कहिले पानी, कहिले घामले भिजेर, घामले सुकेर, कहिले झरीमा पानीमा भिजेर आज मेधावी ऋषिलाई एकाएक स्वास्थ्यमा समस्या आयो र उहाँलाई ज्वरो आयो। ज्वरो पनि कोही साधारण ज्वरो होइन। अब त महाराज ज्वरो आउँदाखेरि कब कब कामेर ज्वरो आउन लाग्यो। उहाँले सोच्नुभयो कि अब मैले मेरो कन्याको लागि विवाहको लागि योग्य वर त खोज्न सकिनँ, अब कमसेकम कुटियासम्म जान्छु भनेर फर्केर आउनुभयो। आउँदै गर्दाखेरि महाराज कुटियाको छेउमा आउनुभएका आफ्नो पिताजीलाई देख्नुभयो। ती मेधावी ऋषिकी कन्याले
आज कृष्ण काया भइसकेको छ, सुकेको छ अनि लग 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 काम्नु भएको छ। कामदै आएर त्यही कुटियाको छेउमा आएर रुख ढले झैँ गर्लम्मे त्यहीँ ढल्नुभयो। ढलेर पिताजी त्यसरी लडेको देखेर आज आतिएर मेधावी ऋषिकी कन्या जानुभयो। गएर जलको छिटा दिनुभयो, पङ्खा गरेर हल्न लाग्नुभयो। तर अत्यन्त ज्वरो थियो, त्यो ज्वरोलाई सामना गर्न नसकेर आज मेधावी ऋषिको प्राणान्त भयो। प्राणान्त भइसकेपछि त्यो जङ्गलको बिचमा अरू त को थिए र ऋषिमुनिहरूको आश्रम थियो, ऋषिमुनिहरू बस्नुभएको थियो। एकाएक महाराज रुदन गर्न लागिन्, हे नाथ, मेरो बाल्य अवस्थामा मैले जन्म लिएर आउने बित्तिकै शिवरञ्जन लाउन, बाल्य अवस्थामा नै जन्म लिएर आउने बित्तिकै मेरो माताले यो संसारलाई छोडेर जानुभयो। मेरो आफन्त इष्टमित्र बन्धु बान्धव भन्ने अरू कोही पनि छैनन्। मेरो माता भने पनि, मेरो पिता भने पनि, मेरो भाइ भने पनि, मेरो इष्ट भने पनि, मेरो मित्र भने पनि, जे भने पनि एउटा मेरो पिताजी हुनुहुन्थ्यो। त्यो पिताजीले पनि यो संसारलाई छोडेर जानुभयो। अब म कसको सहारामा बाँचौँ? अब मलाई कसले सहारा दिला? जो जीवनको सहारा मैले कहाँबाट पाउँला? मेरो विवाह पनि भएको छैन, मेरो पतिले मेरो सहारा दिनुहोला भन्दाखेरि मेरो विवाह पनि भएको छैन। अब म कसको सहारामा बसु भनेर आज रुदन गरिरहेकी थिइन्। जङ्गलको बिचमा त्यो रुदनलाई सुनेर जति पनि ऋषिमुनिहरू हुनुहुन्थ्यो सबै ऋषिमुनिहरू आउनुभयो। आएर हेर्दाखेरि यो रुदन त आज मेधावी ऋषिको कुटियाबाट यो रुदनको आवाज आइरहेको छ। जाउँ वहीँ भनेर जानुभयो। गएर हेर्दाखेरि त आज मेधावी ऋषिले प्राण छोडिसक्नु भएको थियो, उहाँको मृत्यु भइसकेको थियो। आज ती मेधावी ऋषिको कन्यालाई सम्झाउन लाग्नुभयो ऋषिहरूले, हेर नानी, संसारमा जो आएको छ त्यो त एक दिन छोडेर जानै पर्छ। तिम्रा पिताजी यो संसारलाई छोडेर जानुभयो, चिन्ता नगर, तिम्रो रक्षा गर्नको लागि हामी छौँ, हामी तिमीलाई सहायता गर्छौँ, हामी तिमीलाई भरण पोषण गर्छौँ भनेर सबैले आश्वासन दिए। त्यहाँबाट सब यात्राको तयारी भयो र लगेर सब यात्रा लगेर श्मशान घाटमा पुगिसकेपछि चिता बनाएर उहाँको शवलाई जलाइयो। बेलुका फर्केर आउनुभयो। आएपछि अब महाराज ती ऋषिमुनिहरू त्यसै आश्रममा निवास गर्न लाग्नुभयो। केही दिनको लागि बस्दै गर्दाखेरि आज मेधावी ऋषिकी कन्यालाई अनेक प्रकारका दुःख र कष्टहरू याद आउन लागे। मनमा विचार गर्न लाग्नुभयो, पिताजी एउटा हुनुहुन्थ्यो, कमसेकम पिताजी त वर खोज्नको लागि जानुभएको थियो, मेरो विवाह पनि भएको छैन। अब मलाई कसले ल्याएर भोजन दिएला, कसले मेरो भरण पोषण गर्ला, कसले मेरो रक्षा गर्ला भनेर अब त्यही चिन्ता सताइरहेको छ। हजुर, छर छिमेकी घर गाउँले कहिलेसम्म सहायता गर्छन्? केही दिनको लागि उनीहरूले आड भरोस गर्छन्, सहायता गर्नेछन्, तर सधैँभरिको लागि त त्यो पनि सम्भव छैन। केही दिनसम्म ऋषिमुनिहरूको आवागमन भइरह्यो। त्यसपछि त अब मेधावी ऋषिकी कन्या एक्लै बस्न लाग्नुभयो। मनमा त्यही चिन्ता छ, सुकेर कृष्णकाय भइसक्नु भएको छ, दुब्ली पातले हुनुहुन्छ। आज मनमा त्यही चिन्ता छ, कसरी बस्ने भन्ने। एक दिनको कुरा हो, यही चिन्तामा रुमलिएकै बेलामा एकाएक त्यहाँ महाराज दुर्वासा ऋषिको आगमन भयो। दुर्वासा ऋषि आउनुभयो। भगवान भन्नुहुन्छ कि हे युधिष्ठिर, यी दुर्वासा अरू कोही हैनन्, जुन दुर्वासालाई तिम्री माताले पनि एकचोटि प्रसन्न गराउनु भएको थियो। दुर्वासा भनेको साक्षात भगवान शङ्करका अंश अवतार हुनुहुन्छ, भगवान शङ्करकै स्वरूप हुनुहुन्छ। र यस्ता भगवान शङ्करका स्वरूप हजुर रिसाउनमा कोही कमी हुनुहुन्न। राधे राधे। कतिखेर दुर्वासाजीको क्रोध बढ्दछ कसैलाई थाहै छैन। हेर, यस्ता ऋषिलाई पनि तिम्री माताले प्रसन्न गराउनुभयो सेवाद्वारा, खूब सेवा गर्नुभयो। अनि ऋषि प्रसन्न भएर भन्नुभयो कि हे देवी, तिम्रो यो सेवादेखि म प्रसन्न छु, म तिमीलाई वरदान दिन चाहन्छु। के वरदान माग्न चाहन्छु माग भन्दाखेरि महाराज उनले तिम्री माताले केही पनि भन्नु भएन र उनले भने, दुर्वासा ऋषिले भन्नुभयो कि देवी, तिमीले केही पनि मागेकी छैनौ, तसर्थ म आफ्नो मनले तिमीलाई दिन्छु। के दिन्छु भन्दाखेरि म तिमीलाई त्रिदशाकर्षणीं विद्यां ददावश्येषु पूजितः। त्रिदशाकर्षणी विद्या म प्रदान गर्दछु। यो विद्या भनेको कस्तो हो भन्दाखेरि जुन देवतालाई बोलायो त्यही देवता फट्टे आउने। राधे राधे।
लौ सूर्यनारायण आइदिनु पर्यो भने सूर्यनारायण आइदिने, लौ इन्द्र आइदिनु पर्यो भने इन्द्र आइदिने, अग्नि आयो भन्दा अग्नि आइदिने, जसलाई बोलाए त्यसलाई आइदिने। आज दुर्वासा ऋषिले प्रसन्न भएर वरदान त दिनुभयो, तर तिम्रो मातालाई विश्वास भएन। माताले सोध्नुभयो कि यी भित्र जटाजुटले भरिएका यस्ता ऋषिले यी बाहुनले दिएको के चाहिँ लाग्ला र, हो कि होइन, एकचोटि परीक्षा त लिनु पर्यो भनेर तिम्रो मातालाई परीक्षा लिने इच्छा भयो र सूर्यनारायणलाई बोलाउनु भयो। हे सूर्यनारायण आइदिनुहोस् भनेको फट्टै त्यहाँ आइदिनु भयो सूर्यनारायण। अब देवता आएपछि त माग्नै पर्यो। सूर्यनारायणले भन्नुभयो कि देवी तिम्रो यो किन बोलायो कि मलाई के काम छ तिमीसँग भन, के वरदान माग्न चाहन्छु भन्दाखेरि भगवान मैले त केवल ऋषिले दिएको वरदान सफल छ कि छैन, यो काम गर्छ कि गर्दैन भनेर परीक्षा मात्रै लिएको हुनुभयो। देवी यस्तो त हुँदैन, देवताहरूको दर्शन कहिले पनि निष्फल जाँदैन, केही न केही त फल लिनै पर्छ। तिमीले भन के फल लिन चाहन्छु? महाराज मलाई केही पनि चाहिएको छैन, बस यहाँबाट हजुर गइदिनुहोस्। सूर्य भगवानले भन्नुभयो कि हेर त्यतिकै त म जान्न, अब तिमीले केही माग्न चाहँदैन भनेदेखि तिमीलाई म एउटा पुत्र प्रदान गर्छु। राधे राधे। कुन्तीजी थरथर काम्नु, म कुमारी कन्या अनि मलाई पुत्र विवाही नभइकन पुत्र कसरी हुन्छ भन्दाखेरि सूर्यनारायणले भन्नुभयो चिन्ता नगर, त्यसको पनि म व्यवस्था गर्छु। तिमीले पुत्रको त जन्म दिनेछौ, तर तिमी कुमारी नै रहनेछौ, चिन्ता नगर, त्यो सब व्यवस्था मिलाउँछु। त भन्नुभयो कि तिम्रो माताले पनि त्यसलाई हजुर देवर ती दुर्वासा ऋषिको सेवा गरेर यसरी पुत्र प्राप्ति गर्नुभएको थियो। र अरू त के कुरा गर्नु, हेर यी दुर्वासा ऋषिको क्रोधमा त म पनि फँसेको छु। राधे राधे। भगवान श्रीकृष्ण भन्दै हुनुहुन्छ, हेर न युधिष्ठिर, एकचोटि दुर्वासा ऋषि द्वारिकामा आइपुग्नुभयो। द्वारिकाको सीमामा आएर बस्नु भएको छ। 2-4 दिन भइसक्यो त्यहाँ आसन लगाएर बस्नु भएको, राजमहलमा आउनु भएन। मैले सेवकहरूलाई भने कि हे सेवक हो जाओ, महान तपस्वी ऋषि आज दुर्वासा हाम्रो नगरको छेउमा आएर बस्नु भएको छ, उहाँलाई गएर लिएर आओ भनेर मैले सेवकहरूलाई पठाएँ। दुर्वासा ऋषिले भन्नुभयो कि हे सेवक हो, तिमीहरू मलाई लिन आएका, के तिमीहरूको म नोकर हुँ? तिमीहरूले जहाँ भनौ त्यहीँ जाने? कसले भनेर आएका तिम्रो भन्दाखेरि महाराज हाम्रो स्वामीले भनेर हामी आएका हौँ, भगवान द्वारिकाधीश श्रीकृष्णले भनेर आएका हौँ। अब त महाराज दुर्वासाले भन्नुभयो कि गएर तिम्रो स्वामीलाई गएर भनिदेऊ कि यदि म आउनु पर्छ भनेदेखि यस्तो दिव्य रथको रचना गर, जुन रथलाई तान्नको लागि घोडा होइन रुक्मिणी र कृष्ण यदि रथलाई लिएर आउँछन् भनेदेखि त्यो रथमा बसेर जान्छु, नभए म जान्न भनेर भन्यो। गएर सेवकहरूले सुनाइदिए। भगवान श्रीकृष्ण भन्नुहुन्छ कि अब कस्तो आपत पर्यो हेर त, नजाउँ भनेदेखि ऋषि आएर बस्नु भएको छ, अनि नजाउँ भने पनि श्राप मिल्ने, जाउँ भने पनि कसरी तानेर ल्याउँ त त्यो। तर पनि अब नजानु भन्दा त बरु जानै ठिक छ भनेर सुन्दर रथ सजाएर, सुवर्णमय रथ सजाएर त्यसमा एकतिर रुक्मिणी घोडा बनेर लागिन्, अर्कोतिर तान्नको लागि म स्वयं लागेँ, काँधमा जुवा राखेर सिधा त्यो रथ लिएर गयौँ। दुर्वासा ऋषिलाई बसाएर दण्डवत प्रणाम गरेर अनि रथमा राख्यौँ र तानेर ल्याउँदै गर्दाखेरि जीवनमा कहिले यस्तो श्रम गरेको भए पो आदत हुन्छ। आजसम्म यस्तो श्रम त कहिले पनि गरेको थिएन। अनि त्यो रथ ऋषिलाई रथमा राखेर रथ काँधमा तानेर हिँड्दाखेरि कति कष्ट भयो होला युधिष्ठिर। त्यो कष्टलाई सहन गर्न नसकेर आकुल व्याकुल भएर आज रुक्मिणीलाई प्यास लाग्यो। मतिर हेरेर इशारा गरिन्, भगवान अब म तान्न सक्दिनँ रथ, मलाई त पानी पिलाइदिनुहोस्, मेरो घाँटी सुकिसकेको छ, म पानी पिउन चाहन्छु भनेर। अब त्यो रथलाई रोकेर यदि पानी पिउनको लागि जाने हो भनेदेखि दुर्वासाको क्रोध कति बढ्छ थाहा छैन, नजाने के श्राप दिने हुन् त्यो पनि थाहा छैन। युधिष्ठिर त्यति नै खेर मैले आज आफ्नो बुढी औँलाले पृथ्वीलाई दबाइदिएँ। दबाउँदाखेरि त्यहाँबाट एउटा भोगवती गङ्गा प्रकट भइन्। बोले भोगवती गङ्गा की
महाराज पृथ्वीबाट यस्तरी गङ्गा प्रकट भइदिन् जुन गङ्गाको धार सिधा रुक्मिणी माताको मुखमा पर्न लाग्यो। अब पानी घुटु पानी पिउँदै गर्दाखेरि रथ अलि ढिलो हिँड्न लाग्यो। दुर्वासाले यसो हेर्दाखेरि त पानीको धारा कलकल आएको छ। आएर रुक्मिणी त्यो पानी पिउँदै हिँडिरहेकी छन्। तुरन्त दुर्वासाले भन्नुभयो कि ओहो यो रथ किन ढिलो हिँड्यो, के भयो भन्दाखेरि त यस्तो पो कारण रहेछ। जा हे कृष्ण, तिमी एउटा पत्नीको बसमा बसेर आज ऋषिको अपमान गर्दैछौ। महाराज रथमा राखेर काँधमा राखेर हिँड्दाखेरि पनि अपमान गर्दैछौ भनेर भन्दै हुनुहुन्छ र भन्नुभयो कि तिमी पत्नीको बसमा बसेर आज एउटा ऋषिको अपमान गरेका छौ, त्यसैले म श्राप दिन्छु। जुन पत्नीसँग तिमी यति आसक्त भएका छौ त्यही पत्नीबाट तिम्रो वियोग होस् भनेर महाराज श्राप दिनुभयो उल्टा। महाराज त्यस्ता दुर्वासा ऋषि आज कहाँ आइपुग्नुभयो भन्दाखेरि ती मेधावी ऋषिको कन्याको आश्रममा आइपुग्नुभयो। मेधावी ऋषिको आश्रममा आइपुग्नुभयो। भनाइको मतलब यस्ता साक्षात भगवान शङ्करका अवतार जो एक क्षणमा रिसाउनुहुन्छ, एक क्षणमा सन्तुष्ट हुनुहुन्छ, कतिखेर रिसाउनुहुन्छ र कतिखेर प्रसन्न हुनुहुन्छ थाहै छैन। हजुर कुन्तीको सेवादेखि प्रसन्न भएर जुन देवतालाई बोलाए पनि आउने आज वरदान दिनुभयो। अनि यस्ता ऋषि आज मेधावी ऋषिको आश्रममा आउनुभयो। ती कन्याले पनि यथोचित स्वागत गर्नुभयो। जो आफ्नो साधन थियो त्यो साधनले भ्याएसम्मको सत्कार गर्नुभयो र ऋषिले सोध्नुभयो कि मेधावी ऋषि कहाँ जानुभयो भन्दाखेरि आँखाबाट बरबर्ती आँसु झार्दै ती कन्याले भन्नुभयो कि हे ऋषिवर, हजुरको मित्रले यो संसारलाई छोडेर गइसक्नु भएको छ। अब यो संसारमा उहाँ हुनुहुन्न। आज दुःख लाग्यो उहाँलाई। दुर्वासा ऋषिले भन्नुभयो कि देवी, मैले गलत प्रश्न गरेछु, मलाई माफ गरिदेऊ। मैले तिम्रो खाटो बसिसकेको घाउलाई पुनः कोट्याउने कोसिस गरेछु, मलाई माफ गरिदेऊ। म अब यो प्रश्न गर्दिनँ। देवी तिमी चिन्ता नगर। तिम्रो पिताको मित्र भएको नाताले म तिमीलाई यथा सहयोग गर्नको लागि तयार छु। के गर्नु पर्यो भन। आज मेधावी ऋषिकी कन्याले भनिन् कि हे ऋषिवर, यदि मसँग प्रसन्न हुनुहुन्छ भनेदेखि मलाई एउटा कुरा भनिदिनुहोस्। मेरो घरमा कोही पनि छैनन्। मेरो पिता हुनुहुन्न, मेरो माता हुनुहुन्न, मेरा आफ्ना इष्टमित्र बन्धुबान्धव कोही पनि छैनन् र मेरो विवाह पनि भएको छैन। अब मैले यी सब कुराहरूलाई प्राप्त गर्नको लागि के गर्नुपर्छ भन्दाखेरि आज दुर्वासा ऋषिले भन्नुभयो कि देवी, अब आउने 3 महिनापछि सुन्दर पुरुषोत्तम भगवानको उपासनाको महिना पुरुषोत्तम मास आउँदैछ र त्यो मासको यदि तिमीले व्रत गर्यौ भनेदेखि तिमीलाई सबै कुरा प्राप्त हुनेछ। तिमीले सबै कुरा प्राप्त गर्नेछौ। धर्म अर्थ काम मोक्ष सम्पूर्ण कुरालाई प्रदान गर्नेवाला पुरुषोत्तम भगवानको व्रतलाई तिमीले गर। यति सुन्ने बित्तिकै अब त महाराज ती मेधावी ऋषिकी कन्या भन्न लागिन्, भगवान मैले त सोचेको थिएँ हजुर परम ज्ञानी हुनुहुन्छ भनेर। यस्तो मलमासको पनि हजुर प्रशंसा गर्दै हिँड्नु भएको छ। जुन पुरुषोत्तम मासको कोही पनि स्वामी छैन, जुन महिनाको कुनै सूर्य सङ्क्रान्ति छैन, जुन महिनालाई सबैले घृणा भनेर भन्दछन्, के वैशाख आदि महिनाको महिमा हजुरलाई थाहा छैन? के कार्तिक महिनाको महिमालाई हजुरले थाहा पाउनु भएको छैन? के मङ्सिर जस्तो महिना परम पवित्र महिना हजुरलाई थाहा छैन? अनि आज सबै महिनालाई छोडेर यो मलमासलाई चाहिँ हजुर पूजा गर्नु भन्नुहुन्छ? हजुरको बुद्धि पनि मारिसकेछ। हे ऋषिवर, म त यो मलमासको सेवा गर्दिनँ, पूजा गर्दिनँ, मलाई चाहिएको छैन भनेपछि अब क्रोधी ऋषि दुर्वासा ऋषिलाई क्रोध त धेरै आयो। राता आँखा पार्नु भएको छ। क्रोधले महाराज एकदम भरिनु भएको छ। तर पनि मनमा विचार गर्नुभयो, यी अबला कन्या छिन्, इनका संसारमा कोही पनि छैन। यदि मैले पनि यिनलाई श्राप दिने हो भनेदेखि इनको के गति होला? जो आफ्नो भागमा लिएर आएकी छन् त्यो त भोग्नै पर्छ। अवश्यमेव भोक्तव्यम कृतः कर्म शुभाशुभम। आफूले गरेको कर्मको फल त आफैले भोग्नै पर्छ। अब म यसमा माध्यम किन बन्नु? ठिकै छ हे देवी, यद्यपि म श्राप त दिन सक्थेँ, तिमीलाई अनेक प्रकारका अनिष्ट हुने म तिमीलाई श्राप त दिन सक्थेँ, तर एउटै कुराले मैले तिमीलाई श्राप दिन। किन भन्दाखेरि तिमी मेरा मित्रका पुत्री हो।
मित्र पुत्री मात्र मेरी छोरी भयो तिमी, त्यसैले मैले तिमीलाई श्राप दिइनँ। अब जहाँ बाँकी जो गर्न मन लाग्छ त्यही गर, जो तिम्रो इच्छा लाग्छ त्यही गर भनेर भनेपछि आज मेधावी ऋषिकी कन्याले नमानिसकेपछि आज त्यहाँबाट दुर्वासा ऋषि हम क्रोधित भएर अनि दुर्वासा ऋषिले परम क्रोधित भएर त्यहाँबाट ध्यान लाग्नुभयो। सर्वथा तत्फलं भावी इह वा परजन्मनि अतः परं गमिष्यामि नरनारायणालयम्। हे देवी, जो फल तिमीले भोग्नुपर्छ त्यो त भोग्नै पर्छ, त्यसैले म अब केही पनि भन्दिनँ। त्यसैले अब म त यहाँबाट नरनारायणालयम भगवान नारायणको दर्शन गर्नको लागि बद्रीनाथतिर जान्छु भनेर यहाँसम्म श्री दुर्वासा ऋषि बद्रीनाथतिर लाग्नुभयो। अब यहाँसम्मको पाठलाई हामीले श्रवण गरेका थियौँ। अब हामी एउटा भजन श्रवण गरेर अगाडिको पाठलाई सुन्दै फेरि अगाडिको बडा सुन्दर कथाहरू छन्, बडा अब कथै कथा छन्। सुरुमा त अलिकति भूमिका मात्रै छ, त्यसपछि त अगाडिको कथै कथा बडा आनन्दका कथाहरू छन्। समय कथा भन्नलाई जति भयो नि पुग्दैन, कि बोल्ने मान्छेलाई जति समय भयो नि पुग्दैन। राधे 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 राधे। किनकि कथा भनेको एउटा कथासँग अर्को कथा जोडिएको हुन्छ र ती कथाहरूलाई समेल्दै हामी अगाडि बढ्नेछौँ। संक्षिप्त यिनै भगवानका गुणानुवादहरूलाई गर्दै हामी अब केही क्षण एउटा भजनको आनन्द लियौँ। त्यसपछि हामी मूल पाठलाई केही श्रवण गर्दै अनि कथालाई श्रवण गर्नेछौँ। बोले गोविन्द भगवान की जय। गिरिधर गोपाल राधे गिरिधर गोपाल, गिरिधर गोपाल राधे गिरिधर गोपाल, राधा बोलाउँछि बारम्बार आउ है मेरो गिरिधर गोपाल। हे राधा बोलाउँछि बारम्बार आउ है मेरो गिरिधर गोपाल। हे गिरिधर गोपाल राधे गिरिधर गोपाल, गिरिधर गोपाल राधे गिरिधर गोपाल, राधा बोलाउँछि बारम्बार आउ है मेरो गिरिधर गोपाल। हे राधा बोलाउँछि बारम्बार आउ है मेरो गिरिधर गोपाल। 5:30 হয়েছে। गिरिधर गोपाल, मेरा बोलाउँछि बारम्बार आउ है
गङ्गामा खोजे जमुनामा खोजे गङ्गामा खोजे यमुनामा खोजे खोजे मैले सारा संसार औ है मेरो गिरिधर गोपाल हे खोजे मैले सारा संसार औ है मेरो गिरिधर गोपाल हे गिरिधर गोपाल राधे गिरिधर गोपाल गिरिधर गोपाल राधे गिरिधर गोपाल राधा बोलाउँछि बारम्बार औ है मेरो गिरिधर गोपाल हे राधा बोलाउँछि बारम्बार औ है मेरो गिरिधर गोपाल रुखमा खोजे पातमा खोजे रुखमा खोजे पातमा खोजे खोजे मैले सारा संसार कान्छो मेरो गिरिधर गोपाल खोजे मैले सारा संसार कान्छो मेरो गिरिधर गोपाल गिरिधर गोपाल राधे गिरिधर गोपाल गिरिधर गोपाल राधे गिरिधर गोपाल राधा बोलाउँछि बारम्बार औ है मेरो गिरिधर गोपाल राधा बोलाउँछि बारम्बार औ है मेरो गिरिधर